सो हेलो गाइज वेलकम ब्याक टु अनदर भिडियो। अनि यो भिडियो चाहिँ केसको बारेमा हो भन्दाखेरि टाइटल दिएर थाहा पाइसक्यो होला। यो भिडियोमा चाहिँ हामी सेल्फ पिटीको बारेमा कुरा गर्छौँ। हाउ सेल्फ पिटी डिस्ट्रोइज मेन क्या, त्यसको बारेमा कुरा गर्छौँ। र मैले प्रिभियस भिडियोमा पार्ट 1 बनाएको थिएँ है, यो कसरी हुन्छ नि सेल्फ पिटीले चाहिँ केटाहरूलाई डिस्ट्रोय गर्छ भनेर। तर यो चाहिँ अलि पार्ट 2 हो। यसमा चाहिँ अलि डिफ्रेन्ट खालको एङ्गलबाट हेर्न खोज्छौँ है, अलि हुन्छ नि मजाले डिपमा जान खोज्छौँ। मतलब हुन्छ नि सेल्फ पिटी भन्ने बित्तिकै होइन सबैलाई हामीलाई लाग्छ कि होइन यो सेल्फ पिटी नै गर्छौँ हामीले टाइपको हुन्छ क्या। मतलब हुन्छ नि हामीलाई जानी अनजानीमा नि हामीले गरेर हुन्छ आफूलाई सेल्फ पिटी होइन, त्यही पनि हामी यसको अवेर हुँदैन क्या। हामीलाई अझै पनि लाग्छ कि हामी पर्फेक्ट छौँ, हामी एकदम धेरै हुन्छ नि हामीलाई केही त्यस्तो फरक पर्दैन जस्तो लाग्छ। तर कुनै कुनै मुमेन्टहरू हुन्छ जहाँ कि हामीले सेल्फ पिटी गर्न पुग्छौँ क्या। अनि यसले चाहिँ धेरै हार्म गर्छ क्या। म त्यो कुरा भन्न आएको है। मतलब एकैछिनको लागि म उता हेरे जस्तो भयो होइन, जे जस्तो भए पनि पोइन्टै यही हो है। मतलब हुन्छ नि हामीलाई थाहा हुन्छ कि हामीलाई थाहा छ कि यो सेल्फ पिटी भने नराम्रो कुरा हो, तर हामीलाई हुन्छ नि कसरी डिस्ट्रोय गर्छ त्यस्तो टाइपको अलिक डिटेली थाहा छैन क्या। किनकि जति थाहा भयो त्यति नै अवेर हुने हो क्या, बुझ्यो नि। त्यही भएर हामी अलिक मजाले डिस्कस गर्छौँ क्या। सेल्फ पिटी भन्ने बित्तिकै तिमीले के बुझ्छौ क्या? सेल्फ पिटी भन्नाले अभियसली आफूलाई एकदम धेरै दया देखाउने क्या, आफूलाई एकदम धेरै हुन्छ नि बिचरा म भन्ने खालको मेन्टालिटी क्या, त्यस्तो खालको क्या। मतलब सेल्फ पिटी भनेर सेल्फ पिटी मात्रै भनिरहेको छु मैले होइन। जे जस्तो भयो नि यो चाहिँ एउटा माइन्डसेट हो जस्तो लाग्छ क्या, नट जस्ट वर्ड्स क्या। हुन्छ नि यो एउटा माइन्डसेटै हो क्या, कस्तो खालको मेन्टालिटी बोकेको छ क्या, त्यो खालको क्या। धेरै केटाहरू होइन, धेरै केटाहरू मेरै एजको केटाहरू, म धेरै भएको छैन, म 20s छिरेको छु होइन। मेरै एजको केटाहरू एकदम धेरै इन्सिक्योर छन् क्या होइन, जो कि अन्डरस्ट्यान्डेबल छ। किनकि हामी यङ छौँ होइन, हामी एकदम इन्सिक्योर छौँ। हामी त्यही भएर इन्सिक्योर भएर एङ्सियस भएर हुन्छ नि दुनियाँभरिको यताउति भएर हामीलाई लाइफ भोग्या हुँदैन। त्यसको कारण हामीलाई अलि लो इन कन्फिडेन्स फिल हुन्छ। अनि त्यसपछि जब हामीले अलि एज ठुलो भएको मान्छे देख्छौँ जो कि एकदम कन्फिडेन्स छ, जो कि एकदम धेरै कुराहरू अकम्प्लिस गरेछ, नेचुरली हामीलाई आफूलाई सेल्फ पिटी फिल हुन्छ क्या। हुन्छ नि सेल्फ पिटी आफूलाई दया माया लगाउँ जस्तो हुन्छ क्या, त्यस्तो टाइपको फिलिङ आउँछ क्या। हुन्छ नि त्यो चाहिँ त्यो कारणले भयो होइन। तर होइन अहिले त होइन म मात्रै मेरो एजको केटाहरू मात्रै नभनौँ होइन, धेरै क्या। मतलब 6-7 वर्षै ठुल्ठुलो केटाहरू क्या, 27-28 वर्ष जो कि मैले चिन्छु कतिलाई होइन। उनीहरू 27-28 वर्ष पुगेर पनि एकदम हरेस खाने क्या, एकदम चाँडो हरेस खाने, आफूलाई एकदम लुजर भनेर ठान्ने क्या। अनि यो सेल्फ इमेज चाहिँ एकदम इम्पोर्टेन्ट छ है। मैले कति धेरै मेरो भिडियोहरूमा यो भनिरहेको हुन्छु क्या, आफ्नो सेल्फ इमेज जस्तो हुन्छ नि तिमीले, जस्तो तिम्रो दिमागलाई भन्छौ नि त्यस्तै हुन्छौ क्या, तिमी त्यस्तै खालको मान्छे हुन्छौ क्या। यो चाहिँ फ्याक्टै हो क्या, त्यो हावातालमा गफ हान्न आएको होइन क्या, म बुझेँ नि। मतलब यो कुरा फ्याक्टै हो, किनकि अभियसली जे कुरा भनिराख्यो भने त्यही कुरा हुन्छ क्या। अनि तिमीले यदि आफूलाई नराम्रो कुरा नेगेटिभ कुराहरू मात्रै भनिराख्यो भने त अभियसली तिमी फल आउट गर्छौ, अभियसली तिमी अर्कै खालको मान्छे बन्छौ जो कि तिमी चाहँदैनौ क्या त्यो भन्न, बिलिभ मी क्या। हुन्छ नि त्यस्तो टाइपको क्या। अनि मैले भने जस्तो 27-28 वर्षको केटाहरू त्यस्तो छ क्या अहिलेको कन्टेक्समा क्या। धेरै फोन हेर्दै छोल्दै बसेर हो कि या धेरै इन्स्टाग्राममा ऱ्याल चुहाउँदै केटीहरूको फोटोहरू लाइक गरेर हो कि के हो मलाई थाहा भएन है। तर यो चाहिँ प्रब्लम छ क्या। अनि यो चाहिँ एकदम धेरै बुझ्नुपर्छ हामीले क्या। किनकि छोरा मान्छेलाई भने होइन सेल्फ पिटी जति यस्तो हो क्या, सेल्फ पिटी भने तिमीले होइन एकचोटि गरेपछि तिमी गरे गर्छौ क्या, बानी हो क्या यो। खास गरी भन्नुपर्दा त्यो हामीलाई सबैलाई थाहा छ क्या, बानी हो क्या यो भनेको। जति तिमी जे कुरा गर्छौ, जे खालको सोध्छौ त्यही कुरा मात्रै आएकै गर्ने हो नि त दिमागमा, त्यस्तो टाइपको क्या। आफूलाई सेल्फ पिटी गर्ने क्या। हुन्छ नि मैले कति देखिरहेको हुन्छु क्या, कति मेरो साथीहरू हुन्छ नि फ्यामिली मेम्बर्सहरू जो कि एकदम धेरै आफूलाई एकदम लुजर ठान्छ क्या। मलाई थाहा छैन उनीहरू गरिब भएर पैसा नभएर हो कि हामीसँग, या उनीहरूसँग हुन्छ नि या उनीहरू अलि नराम्रो सिचुएसनमा भएर हो कि के हो थाहा भएन है। तर मलाई चाहिँ जहिले पनि लाग्छ क्या, जति नराम्रो सिचुएसन भए पनि त्यसलाई अझै वर्स्ट बनाउन सक्छौँ क्या हामीले। के गरेर भन्दा त्यही आफूलाई सेल्फ पिटी गरेर क्या।
मतलब यो भिडियो चाहिँ हल्का हुन्छ नि मोटिभेसन टाइपको भिडियो सुनेला होइन, जे जस्तो भए पनि यही हो क्या। म चाहिँ यहाँ होइन हल्का माइन्डसेट सेयर गर्न आएको छु क्या। हुन्छ नि दिमागमा कस्तो खालको विश्वास हुन्छ नि, बिलिफ्सहरू क्या, किनकि तिम्रो जस्तो बिलिफहरू हुन्छ त्यस्तै मान्छे बन्छौ क्या। यो चाहिँ ट्रुथै हो क्या, बुझ्यो नि। अनि त्यही भएर क्या हुन्छ नि तिमी होइन सपोज कति मान्छेहरू इन्सिक्योर हुन्छ होइन, सपोज तिमी हाइटदेखि इन्सिक्योर छौ, म पनि थिएँ होइन, म 5'6" हो, 5'6" त्यसै हुन्छ नि 5'6" पुग्न लाग्छु भनौँ न, त्यस्तो टाइपको 5'6" छु होइन। अनि त्यसपछि म पहिला के हुन्थेँ भन्दा म 5'6" थिएन, म पहिला 5'5", 5'4" थिएँ होइन। त्यतिखेर म एकदम इन्सिक्योर लाग्थेँ क्या, जो कि नेचुरली हो होइन, अझ यङ एजमा प्लस होइन, भर्खर ग्रो अप हुँदाखेरि होइन। अनि त्यसपछि त्यतिखेर एकदम धेरै इन्सिक्योर लाग्थ्यो, एकदम धेरै हुन्छ नि ला अब के गर्ने यहाँ सबैजना त्यो हुन्छ नि ऱ्यान्डम मान्छेसँग पुरै आफ्नो हाइट नाप्दै बस्थेँ क्या। अनि त्यसपछि पुरै आफ्नो भाइहरू पनि आफूभन्दा ठुलो भएको जस्तो लाग्थ्यो होइन। अनि त्यसपछि त्यस्तो सिचुएसनमा अझै पनि छ क्या कतिजना। म अहिले त्यसमा मुभ अन भइसक्यो क्या खासरी भन्नुपर्दा। तर होइन अझै पनि होइन जिममा मैले भेटिरहेको हुन्छु क्या, कति 2-3 जना 4 जना जति भेटेँ क्यारे क्या अहिलेसम्म, जो कि होइन उनीहरू होइन कति वर्ष भन्दा 26 वर्ष जति हुन्छ, 23-24 वर्ष जति हुन्छ होइन। तर उनीहरू अझै पनि हाइटदेखि इन्सिक्योर छ क्या। उनीहरूले एक्सेप्टै गर्न सकेको छैन क्या उनीहरूको हाइट हुन्छ नि त्यस्तो टाइपको क्या। उनीहरू भन्छ कि ए म कति मुन्टे यार गरेर भनी गर्ने क्या। उनीहरूको हाइट जतिखेर नि कुरा उनीहरूको हाइटमै ल्याउने क्या, के ऊ मभन्दा लम्बु छ र त्यस्तो टाइपको क्या। मतलब हुन्छ नि कुनै मान्छे देख्यो कि ए त्यो त कति लम्बु यार भन्ने, या कुनै आफूभन्दा होसो देख्यो भने ओ यो मभन्दा होसो रहेछ, या हुन्छ नि सबै कुरा भन्दा हाइट म्याटर गर्छ, पैसा सोइसा के म्याटर गर्दैन त्यस्तो टाइपको क्या। अनि यो डिफ्रेन्ट कुरामा नि हुनसक्छ क्या। मतलब तिम्रो साथीहरू होला जो कि हुन्छ नि आफ्नो कलरहरूदेखि लिएर इन्सिक्योर भएर आफूलाई सेल्फ पिटी गर्ला क्या। हुन्छ नि आफ्नो कलर देखेर हुन्छ नि पुरै आफूलाई ए म यस्तै जन्मेँ, अब काली जन्मेँ के गरौँ त त्यस्तो टाइपको क्या। हुन्छ नि काली जन्मेँ अब होस् अब यस्तो क्या, अरू तिमी गोरो हुँदैमै केही हुन्न, म अब गोरी केटीलाई बिहे गरेर मेरो छोरा गोरो बनाउँछु त्यस्तो टाइपको क्या। हुन्छ नि एकदम क्या आफूलाई सेल्फ पिटी गर्ने क्या। यस्तै क्या मेरो हाइट एकदम कम छ भनेर आफूलाई सेल्फ पिटी गर्ने, यो चाहिँ एकदम धेरै इम्ब्यारेसिङ कुरा हो जस्तो लाग्छ क्या मलाई थाहा छ है यङ एजमा भने यस्तो हुन्छ है, यो इनेभिटेबल हो होइन। अलि तिमी यदि कन्सियस छौ भने यो कुराहरूको होइन अलिकति हुन्छ नि यो कुराहरूले इन्ट्रेस्ट गर्छ भने अभियसली तिमीलाई इन्सिक्योर लाग्छ होइन। तर इट डजन्ट मिन कि होइन तिमीले आफूलाई सेल्फ पिटी गरेर हुन्छ नि आफूलाई नेगेटिभ टक गरेर आफूलाई एकदम होच्याउनु क्या। कहिले न कहिले त गेट ओभर हुनुपर्छ क्या, कहिले न कहिले त मुभ अन गर्नुपर्छ क्या यो कुराबाट। अनि यो कुराबाट मुभ अन नगर्नु भने चाहिँ सेम हो क्या, बुझ्यो नि, इट्स टोटली सेम क्या, पानी कुरी भने जस्तो क्या, बुझ्यो नि। अनि म पनि पुरै उयो गर्न आएको होइन, म पनि मैले अघि नै एडमिट गरिसकेँ, मैले पहिला त्यस्तै थिएँ होइन। तर म अहिले भन्छु कि म छुइनँ क्या अहिले त्यस्तो। हुन्छ नि मलाई ठ्याक्कै थाहा भइसक्यो क्या, म एउटा कुरामा ल्याक गरेँ पनि अरू कुरामा राम्रो भयो भने मेरो लाइफ राम्रो हुन्छ त्यस्तो टाइपको क्या। त्यस्तो टाइपको माइन्डसेट चाहिँ राम्रो हो जस्तो लाग्छ क्या, बुझ्यो नि। तर त्यो हुन्छ नि इन्स्टेड अफ जस्ट सेल्फ मोर्निङ क्या, हुन्छ नि आफूलाई नराम्रो पार्ने, आफूलाई एकदम धिक्कारेर बस्ने, हुन्छ नि एकदम धेरै आफूलाई एकदम भिक्टिम भनेर ठान्ने क्या जे कुरामा पनि क्या। पैसा छैन क्या, तिमीसँग पैसा छैन, तिमी जो नराम्रो गरिब परिवारमा जन्म्या हो, अनि त्यसपछि तिमी के भन्छौ भन्दाखेरि यो सब मेरो बाउ बाजेहरूको गल्ती हो, उनीहरूले सम्पत्तिहरू कमाएनन्, हुन्छ नि अहिले पो यस्तो छ त, अहिले पो हुन्छ नि एकदम गाह्रो छ, काठमाडौँमा घर बनाउन एकदम गाह्रो छ, जग्गा किन्नु एकदम गाह्रो छ। तर त्यो मेरो बाउ बाजेको पालामा त एकदम सस्तो थियो नि, कति 100 रुपियाँ कि कति रुपियाँले आना दिन्थ्यो यस्तो टाइपको क्या। तर उनीहरूले किन गरेन भनेर आफूलाई एकदम बिचरामा भनेर बस्ने क्या, त्यस्तो टाइपको क्या। तिमीले एडमिट गरे नि नगरे नि होइन, यस्तो टाइपको थिङ्किङहरू हुन्छ नि, थट्सहरू आउँछ क्या दिमागमा। अनि यसलाई चाहिँ एकदम कन्ट्रोल गर्नुपर्छ, यसलाई एकदम धेरै दिमागभित्र छिर्नै दिनुहुन्न क्या। हुन्छ नि एकदम यो भनेको एकदम हार्मफुल हो, यसले तिमीलाई डिस्ट्रोय गर्छ क्या एज अ यङ म्यान। हुन्छ नि होला तिम्रो बाउ बाजेको पालामा त्यो होला होइन, 100 रुपियाँको आना यस्तो होला होइन, मलाई एक्ज्याक्ट नम्बर थाहा भएन, जे जस्तो भए पनि होइन। त्यतिखेर इन्कम पनि लो थियो क्या,
तिम्रो कति पैसा पाउँथ्यो, कति रुपियाँ पाउँथ्यो, 2 रुपियाँ पाउँथ्यो, त्यत्रो खटेको त्यस्तो टाइपको थियो क्या। अनि इट डजन्ट मेक सेन्स क्या, इकोनोमिकल्ली वाइज हुन्छ नि। तिमीले बिच एन्ड मोन गरेर केही कामै छैन क्या, सेम हो क्या एट द एन्ड अफ द डे होला होइन। अहिले एकदम धेरै स्पाइक गऱ्यो होला काठमाडौँको जग्गा ऐनाहरू होइन, जे जस्तो भए पनि इट डजन्ट म्याटर क्या, केही छैन। त्यो पास्ट भनेको पास्टमा भइसक्यो क्या। अब तिमीले चाहिँ के गर्ने, त्यो कुरा हो क्या, त्यो क्वेसन हो क्या। त्यस्तो खालको पर्सपेक्टिभ चाहिँ हुनुपर्छ जस्तो लाग्छ क्या। त्यस्तो खालको एक्सप्लेनेसन आफैलाई दिनुपर्छ क्या, टाइम टु टाइम हुन्छ नि, त्यस्तो लाग्छ क्या मलाई चाहिँ है। हुन्छ नि यो सेल्फ पिटी चाहिँ एकदम धेरै नराम्रो। मान्छेहरू यही गर्छ, आफूलाई सेल्फ पिटी गरेर आफूलाई हुन्छ नि बिचरा म भनेर बस्छ क्या, इन्स्टेड अफ इम्प्रुभिङ क्या। यस्तो साथी कि तिमीलाई पनि थाहा छ होला होइन, जो कि एकदम मोटे छ, एकदम भुडे छ, अनि आफूलाई पुरै हुन्छ नि हामीले मोटे ढ्याक्से भन्यो भने उसले के भन्छ भन्दा खानदानी भुडी हो हुँ भनेर बस्छ, या हुन्छ नि यस्तै छ हो नि, अब के गर्नु त, सबैजना पातलो हुँदैन त्यस्तो टाइपको के, त्यस्तो खालको एक्सक्युज दिने के हुन्छ नि। म पनि पहिला त्यस्तै दिन्थेँ है, म मोटे हुँदाखेरि नि हुन्छ नि तिनीहरू खान नपाएको, म त खान पाएको मान्छे हो, मेरो बाउ आमाले घरमा खाना दिन्छ, त्यस्तो टाइपको आर्गुमेन्ट हुन्थ्यो क्या मेरो चाहिँ होइन। त्यस्तो खालको रिप्लाई हुन्थ्यो, स्याभेज रिप्लाई। तर अहिले आएर चाहिँ एकदम धेरै डम रिप्लाई हो क्या त्यो, किनकि खाना त सबैले पाछ क्या। मेरो कुकुरले कति मान्छे भन्दा धेरै बेसी खान्छ क्या, इत्रु छ क्या फुच्चे, तर यहीँ छ हेर्छु, यहीँ छ क्या यो हुन्छ नि, यति खान्छ क्या, खाना जसले पनि पाछ क्या। तर के खालको हुन्छ नि, के खालकोले कन्ट्रोल गर्छु, के खालको हुन्छ नि मेथडले या कतिको ट्राई गर्छु क्या तिम्रो त्यो प्रब्लमलाई सर्ट आउट गर्ने, त्यो म्याटर गर्छ क्या एन्डमा हुन्छ नि। एक्सक्युजेस त जे पनि भन्छ क्या, मैले भने जस्तो एक्सक्युजेस त जे पनि भन्छ हुन्छ नि। आफूलाई सेल्फ पिटी गर्ने बाहना जहाँबाट नि भेटाउँछ क्या हामीले। तर होइन गाह्रो चाहिँ के हो भन्दाखेरि, त्यो एकदम सजिलो छ, तर गाह्रो चाहिँ के हो भन्दा आफूलाई एक्सेप्ट गरेर अनि आफूलाई इम्प्रुभ गर्न खोज्ने, त्यो चाहिँ गाह्रो हो क्या। त्यो प्रब्लमलाई सल्भ गर्नु चाहिँ गाह्रो हो क्या। तर हामीले त्यही गर्छौँ क्या। यो सेल्फ पिटी भनेको हुन्छ नि आफूमा इन्सिक्योर भएर आफूलाई दया माया देखाउनु भनेको एकदम लेजी हो जस्तो लाग्छ, लेजिनेसको बाई प्रोडक्ट हो जस्तो लाग्छ क्या, यसो सोच्ने हो भने होइन। किनकि तिमी इम्प्रुभै गर्न चाहँदैनौ, तिम्रो मेन एक्सक्युजै के हुन्छ भन्दा म यस्तै हो टाइपको क्या हुन्छ नि। अनि आफूलाई सेल्फ पिटी गरेर अनि जतिखेर नि त्यही तिम्रो बबलमा बसिराख्ने क्या। अनि यो चाहिँ गर्नु भएन क्या, बुझ्यो नि। यदि तिमी हल्का लेभलको हल्का झिल्का भए पनि एम्बिसन छ भने, हल्का लाइफमा केही गर्न चाहन्छौ हुन्छ नि, म जस्तै होइन, यो च्यानलै त्यसको बारेमा हो क्या हुन्छ नि। हल्का केही न केही इम्प्रुभ गर्न चाहन्छु, आफ्नो हुन्छ नि फ्यामिलीहरूलाई राम्रो ठाउँमा राख्न चाहन्छु, आफू राम्रो हुन चाहन्छु, बेसिकली क्या राम्रो लाइफ जिउन चाहन्छु होइन। इमोसनल हुनुहुन्न है हामी, इमोसनल भयो कि काम छैन हुन्छ नि लजिकली क्या। किनकि सबैले आफूलाई राम्रो चाहन्छ क्या, सेल्फिस जिन्स हो क्या हामी भने, आफ्नो लागि एकदम धेरै सेल्फिस छौँ क्या हामी हुन्छ नि। डिएनएमै छ क्या हाम्रो ह्युमन बिङको होइन। जे जस्तो भयो नि यस्तो आफ्नो लागि सबैले राम्रो चाहन्छ। अनि यो सेल्फ पिटी गरेर त अभियसली हुँदैन, किनकि यसले एकदम धेरै नम्बर 1 तिम्रो टेस्टोस्टेरोन एकदम घटाउँछ क्या। तिमी कुन चाहिँ हाई टेस्टोस्टेरोन भएको मान्छे जो कि एकदम खतरा मर्दको छ होइन, एकदम हुन्छ नि सलमान खान टाइपको एटिट्युडवाला टाइपको केटा छ होइन, अनि त्यसले चाहिँ कहिले तिमीले देखाएको छौ त्यसले चाहिँ आफूलाई सेल्फ पिटी गरेर बसेको गर्दैन क्या। किनकि सेल्फ पिटी भए उसको त्यस्तो खालको एटिट्युडै हुँदैन थियो क्या। मतलब हुन्छ नि एटिट्युड सबै राम्रो कुरा हो भन्दिनँ है म, अभियसली होइन है, त्यति लेभलको नै पनि नहौँ है हामी। जे जस्तो भए पनि क्या त्यो खालको उसको माइन्डसेटले गरेर हो क्या हुन्छ नि। त्यस्तो खालको क्यारेक्टर हल्का हुन्छ नि, त्यस्तो खालको क्यारेक्टर पोर्ट्रे गर्न सक्यो क्या हामीलाई हुन्छ नि। माइन्डसेट हो क्या मेन भनेको। अनि त्यही हो, जस्तो माइन्डसेट हुन्छ त्यस्तै हो। तिम्रो माइन्डसेटै लुजर टाइपको भयो भने अभियसली तिमीलाई यसले फिजिकल्लीदेखि लिएर हुन्छ नि तिम्रो हार्मोनली पनि इफेक्ट गर्छ क्या। एउटा स्टडी छ होइन, त्यो चाहिँ रियल हो है। म यदि आयो भने होइन भेटायो भने म यहाँ स्क्रिनमा हालिदिन्छु होइन। त्यो स्टोरीमा के छ भन्दाखेरि तिमी होइन यदि होइन यस्तो आफूलाई फैलाएर बसेर पुरै छाती पिटेर उयो गऱ्यो भने होइन, यसले होइन अलि टेस्टोस्टेरोन बढाउँछ क्या। यसले अलिकति हुन्छ नि राम्रो हार्मोन, अलि कन्फिडेन्ट हुन्छौ क्या तिमी
हुन्छ नि अभियसली क्या बडी ल्याङ्ग्वेजहरूले म्याटर गर्छ क्या। किनकि तिमी यदि छाती फुलाएर पुरै बन्जे जम्पिङ हान्न लागेछौ सपोज होइन, अनि त्यसो तिमी छाती फुलाएर एकदम हुन्छ नि आफू सक्छु भनेर पुरै आर्ट गऱ्यो भने त एकैछिनको लागि भने तिम्रो टेस्टोस्टेरोन स्पाइक गर्छ क्या। किनकि तिम्रो बडी ल्याङ्ग्वेजले नै तिम्रो सबकन्सियस माइन्डलाई हुन्छ नि सिग्नल दिइसकेको हुन्छ क्या, यसले चाहिँ गर्छ है भनेर, अनि टेस्टोस्टेरोन बढाउँछ क्या। त्यस्तो टाइपको क्या, मतलब सुन्दाखेरि एकदम इलोजिकल सुनिन्छ होइन, जे जस्तो भए पनि यो एकदम ट्रुथ हो जस्तो लाग्छ क्या मलाई। हुन्छ नि आफूलाई मोटिभेट गर्ने क्या, एकदम धेरै त्यो आफूलाई सेल्फ पिटी गर्नु भन्दा हुन्छ नि, मतलब हुन्छ नि तिमी होइन त्यस्तै गर्छौ हुन्छ नि, तिमी एकदम मोटे छौ अनि त्यसो तिमी आफूलाई एकदम धेरै बिचरा म भन्छु क्या, तिमी ऐनामा हेर्छौ अनि भ्यात्त परेको भुँडी देख्छौ आफ्नो होइन, केटीको जस्तो दुध देख्छौ अनि त्यसरी बिचरा म के गर्नु यार, मलाई भुँडी घटाउन मन छ, मलाई जिम जान मन छ, तर के गर्नु म अहिले भर्खर पढ्दैछु भन्ने त्यस्तो टाइपको क्या। या म एकदम धेरै काम गर्छु अनि त्यसपछि म भ्याउँदैन भन्छु क्या। यो सबै एक्सक्युजेस मात्रै हो क्या, गर्नेले गर्छ क्या, खाने मान्छेलाई जुङ्गाली छेक्दैन क्या। हुन्छ नि त्यो पुरै त्यो मैले नि पहिला गरेको हो क्या, यो एक्सक्युजेसहरू बनाएको हो क्या, बिलिभ मी क्या। तर होइन यदि तिमीले होइन फकिट भनेर जब तिमीले डिसिजन लिन्छौ नि गर्छु नै भन्दाखेरि तिमीले गरेरै छाड्छौ क्या। यो एकदम सिली एक्सक्युजेसहरूले होल्ड ब्याकै गर्दैन क्या। हुन्छ नि त्यो तिमी त्यो अनि दिनभरि काम गरेर त्यो अनि जिम चाहिँ जान नसक्ने, अनि तिमी पुरै राति 10-11 बजेतिर पुरै त्यो एनिमे पोन हेर्दै छोल्न चाहिँ सक्ने, मतलब हुन्छ नि इट डजन्ट मेक सेन्स क्या। तिमी टिकटक हेर्दै पुरै हुन्छ नि कमेन्टमा गएर पुरै र्याल चुहाएर बस्ने चाहिँ सक्ने, त्यस्तो टाइपको क्या। तर तिमी जिम चाहिँ जान नसक्ने क्या। सुन्दाखेरि एकदम सेन्टी सुनिन्छ होइन, जे जस्तो भयो भने यस्तो कुराहरू चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ क्या हामीलाई। किनकि सेल्फ पिटीले कहिले पनि काहीँ पुगाउँदैन क्या। मेरो एउटा रिलेटिभ छ है जो कि एकदम धेरै, म भन्दिनँ नाम तोकेर भन्दिनँ होइन, ऊ होइन के गर्थ्यो भन्दा पहिल्यैदेखि है म सानो हुँदाखेरि म 7-8 वर्षको हुँदाखेरि नै उहाँ आउनुहुन्थ्यो मभन्दा ठुलो, अनि त्यसो रक्सी खाएर पुरै रुएर कराएर बस्थेँ क्या, केटा मान्छे हो क्या। अनि त्यसपछि मलाई चाहिँ पहिला एकदम धेरै माया लाग्थ्यो क्या, पहिला सानोमा हुन्छ नि अरूहरूले जिस्काउनु हुन्थ्यो होइन मेरो फ्यामिलीको, त्यही पनि मलाई चाहिँ एकदम माया लाग्थ्यो क्या, किन यस्तो आउँ भनेर क्या। तर होइन एज आई ग्रो अप होइन, एज आई ग्रो अप होइन, अहिले मलाई यस्तो रिस उठ्छ क्या त्यो मान्छे देखेर। अस्ति मैले कुटेको क्या, हुन्छ नि यो चाहिँ एकदम सुन्दाखेरि एकदम डिटेलमा गयो होइन, जे जस्तो भयो भने त्यस्तो टाइपको क्या, त्यस्तो टाइपको माइन्डसेट सिफ्ट हुन्छ क्या। किनकि बच्चा बेला हामी नाइभ हुन्छौँ है, हामीलाई हुन्छ नि त्यो रुयो भने हामी एकदम इमोसनल हुन्छ नि, कोही अत्याचार भएको जस्तो एक्टिङ गर्यो भने हामीलाई लाग्छ कि हो अत्याचारै भएको छ हो भनेर लाग्थ्यो क्या। तर अहिले आएर म पर्सनल मेरो कुरा गर्नुपर्दा फेरि म देखेर थाहा पाइसकेँ क्या यो मान्छे कतिको एक नम्बरको लुजर हो, कतिको हरामी एक नम्बरको हुन्छ नि काम नलाग्ने मान्छे हो भनेर क्या। त्यो एकदम मान्छे यो नेपाली सोसाइटी नै पिटिनेस हुन्छ नि सिम्प्याथीको बेसमा छ क्या। हुन्छ नि एकदम धेरै सिम्प्याथी खोज्छ क्या मान्छेहरूले। तिमीले पनि देखा होला त्यो दर्शकबिन यस्तो पीडित छन् यस्तो टाइपको भिडियोहरू क्या, जो कि तिम्रो बाबा मम्मीले हेर्नुहुन्छ होला या तिम्रो अङ्कल आन्टीहरूले हेर्नुहुन्छ होला क्या। अभियसली मैले भन्न खोजेँ होइन कि सबैजनालाई सिम्प्याथी चाहिँदैन, कोही पीडित छैन, सबैजना खुसी छ भनेर भन्न खोजेँ होइन है। तर होइन मान्छेहरूले एक्सक्युज बनाउँछ क्या, मतलब म एडमायर गर्दिनँ क्या यस्तो मान्छेलाई होइन, जो कि होइन धेरै कुराहरू कुनै प्रब्लम आयो कि आफूलाई एकदम धेरै हुन्छ नि एकदम धेरै दया दिएर हुन्छ नि आफूलाई एकदम धेरै भिक्टिम छु जसरी देखाउने क्या, त्यो के को एडमायरेबल हुँदै होइन क्या, यसो सोच्ने हो भने क्या। तर होइन यदि एउटा मान्छे छ जो कि डिस्पाइट अल दि अड्स होइन सबै कुराहरू अगेन्स्टमा भए पनि उसको माइन्डसेट राम्रो छ क्या, उसले भन्छ कि केही न केही म गर्छु क्या, केही न केही यो टनलबाट बाहिर निस्किन्छु, त्यस्तो टाइपको माइन्डसेट क्या। हुन्छ नि एकदम धेरै क्या, हुन्छ नि जस्तो परिस्थिति आए पनि मैले आफूलाई सम्हाल्न सक्छु त्यस्तो टाइपको क्या। कुनै सिम्प्याथीहरू कुनै पिटीहरू केही खोज्दैन क्या, मर्सी दयामा केही चाहिँदैन, तर ऊ आफ्नो कुरामा फोकस छ क्या। त्यस्तो मान्छेलाई हो क्या म एडमायर गर्छु क्या पर्सनली क्या।
न कि त्यो अलिकति सानो कुरा आयो कि सानो प्रब्लम आयो कि आफूलाई एकदम सिम्प्याथी खोज्ने क्या आफ्नोलाई हुन्छ नि, त्यो चाहिँ एकदम विक हो जस्तो लाग्छ क्या। मतलब केटा मान्छेलाई त सुटै गर्दैन क्या। केटी मान्छेलाई अभियसली उनीहरू इमोसनल क्रिएचर हुन्छ नि, उनीहरू अलि इमोसनल छ, उनीहरूको क्यारेक्टर क्या फिमिनिन भने त्यही हो क्या। तर केटा भएपछि त इट डजन्ट सुट क्या हुन्छ नि, इट डजन्ट सुट यु क्या। एकदम धेरै यो चाहिँ इगोले दिँदैन जस्तो लाग्छ क्या मलाई हुन्छ नि। र म भन्न खोजे होइन कि सबैलाई तिमीले भोलिदेखि नै पुरै त्यो बाटोमा भिखारी बसेकोहरूको नि पुरै कचौरालाई लात हान्दै फुटबल खेल्दै बस्छ भने भन्न खोजे होइन है। अभियसली त्यो त गर्ने भएन, त्यो तिमी त्यतिको मूर्ख नि छैनौ होला, हामी त्यतिको मूर्ख छैनौँ क्या। मतलब हुन्छ नि सिम्प्याथी डिजर्भ गर्ने र नडिजर्भ गर्ने खालको मान्छेहरू छुटाउन सक्नुपर्छ क्या। तर मेन पोइन्ट चाहिँ के हो भन्दाखेरि नेपाली सोसाइटी नै त्यो कुरामा बेस्छ क्या। मेन सिम्प्याथी पिटी हुन्छ नि यस्तो कुराहरू क्या, एकदम धेरै सिम्प्याथी खोज्ने क्या। अनि यो चाहिँ गर्नु भएन, स्पेसली हामी केटाहरूले, हामी यङ मेनहरूले क्या। किनकि यसले एकदम डिस्ट्रोय गर्छ क्या तिम्रो हर्मोन, तिम्रो टेस्टोस्टेरोन घटाउँछ, तिम्रो होइन जुनै कुरा नि तिमीले कम्प्लेन गर्न थाल्छौ क्या, जुनै कुरा इत्रु कुरा क्या। यस्तो हो क्या हुन्छ नि, मेरो कति साथीहरू त्यस्तै गर्छ, यत्रो सानो कुरा केही भएको छैन एकदम धेरै कम्प्लेन गर्ने क्या, यसले भएर गरेर पुरै गरेर बस्ने क्या। इन्स्टेड अफ जस्ट सल्भिङ द्याट फकिङ प्रब्लम क्या, त्यो गर्नुको सट्टा एकदम धेरै बिचान मन गरेर बस्ने क्या हुन्छ नि, एकदम आफूलाई सेल्फ पिटी गर्ने क्या। यो चाहिँ एकदम विक मेन्टालिटी हो जस्तो लाग्छ क्या हुन्छ नि, यो सक्दैन क्या। यसले मान्छेको केटा मान्छेको लाइफै तबाह गर्छ क्या। तिमी यदि आफूलाई पिटी गर्छौ, आफूलाई एकदम हुन्छ नि सिम्प्याथी खोज्छौ भने होइन, आफूलाई एकदम दया माया गर्छौ भने अभियसली तिम्रो दिमागलाई थाहा हुन्छ कि तिमी एकदम धेरै कमजोर छौ, तिम्रो लाइफदेखि खुसी छैन तिमी भनेर थाहा हुन्छ क्या। अनि तिमी नै खुसी छैन भने तिमीले कसरी अरूलाई खुसी पार्न सक्छौ क्या। मतलब हुन्छ नि केटा मान्छे भएर त आफू जे जस्तो भए पनि अरूलाई खुसी पार्न सक्ने हो नि त हुन्छ नि, त्यस्तो टाइपको क्या। तर तिमीलाई आफ्नै मान्छे तिम्रो ठिक ठाउँमा छैन भने तिमीले कसरी चाहिँ अरूलाई प्रोटेक्ट गर्ने, अरूलाई प्रोभाइड गर्ने खालको मेन्टालिटी बोक्न सक्छौ क्या। म कहिले बुझिनँ क्या त्यो कुरा हुन्छ नि। कमिङ ब्याक टु होइन इन्सिक्युरिटिज होइन हाइट इन्सिक्युरिटीहरू क्या। मतलब हुन्छ नि जे जस्तो भयो भने तिमी 5'1" होला क्या, फकिट भने हिँड्ने हो क्या। मतलब मेरो क्लासमा होइन, मेरो 11-12 पढ्दाखेरि अलि सानैदेखिको साथी थियो होइन, जो कि 5 फिटको छ होइन, गान्टे। त्यही पनि त्यो कति केटीहरूलाई गएर पुरै अप्रोच गरिदिने, बोलिदिने, पुरै एटिट्युडै छुट्टै थियो क्या। अभियसली त्यस्तो एटिट्युड राम्रो होइन, त्यो भने कम गर्नुपर्छ। त्यस्तो लेभलको त्यो डिल्युजनल हो हो होइन। तर जे जस्तो भए पनि होइन, एट द सेम टाइम होइन, यदि त्यो एकदम पिटी भएर आफूलाई एकदम दया माया गरेर होइन पुरै चुप्पो लाएर बसेर कुनामा लास्ट बेन्चमा बसेर कोहीसँग नबोलेर केटीदेखि टाढा भाग्ने त्यस्तो टाइपको भएको भए, जो कि एकदम धेरै हुन्छ नि आफूलाई जतिखेर नि दया मात्रै गर्ने, के गर्ने यार साथी म यसरी नै जन्मेँ यस्तो मात्रै भनेर बस्या भए होइन, त्यो चाहिँ झन् नराम्रो सिचुएसन हो क्या। त्यसको पुरै त्यो एटिट्युड भन्दाखेरि पनि त्यो आफूलाई एकदम लुजा जसै ठान्ने कुरा चाहिँ धेरै नराम्रो हुन्थ्यो क्या। किनकि इट डजन्ट सुट क्या, इट डजन्ट सुट मेन क्या। हामी केटा मान्छेलाई त्यो सुटै गर्दैन क्या। हामीलाई जे जस्तो भयो नि सिम्प्याथी दिनु भएन क्या, आफूलाई एकदम धेरै सेल्फ पिटी गर्नु भएन क्या। यदि तिमीले सेल्फ पिटी गर्यो भने तिम्रो आफ्नो घरको मान्छेले रेस्पेक्ट गर्दैन तिमीलाई, आफ्नो हुन्छ नि हुनेवाला गर्लफ्रेन्ड या बुढी या जेसुकै होस् क्या, तिम्रो छोराछोरी छ भने तिम्रो छोराछोरीले नै तिमीलाई वास्ता गर्दैन क्या। एकदम धेरै हेप्छ क्या, बुझ्यो नि। यो हेप्नु भनेको ह्युमन नेचरै हो है, एकदम डोमिनेट गर्छन् क्या मान्छेहरूले, हेप्न खोज्छन् क्या, बुझ्यो नि। तर यो चाहिँ तिम्रो लाइफ हो, यो सो फकिट क्या। मतलब तिम्रै माइन्डसेटमा तिमीमै भर पर्छ क्या यो यस्तो कुराहरू क्या हुन्छ नि। यो भिडियो एकदम लामो भयो है, अलि अरू बेलाको भन्दा लामो भयो। जे जस्तो भयो नि पोइन्ट चाहिँ अलि मजाले बुझ्यो होला जस्तो लाग्छ क्या मलाई हुन्छ नि। यो सेल्फ पिटी चाहिँ किन हुनु भएन भनेर क्या, कसरी चाहिँ यो सेल्फ पिटीले केटा मान्छेलाई एकदम धेरै डिस्ट्रोय गर्छ, एकदम धेरै भन्दा नि डिस्ट्रोय गर्छ बेसिकली भन्नुपर्दा होइन। एकदम धेरै होल्ड ब्याक गर्छ क्या लाइफमा, नराम्रो लाइफ दिन्छ क्या, बुझ्यो नि। यही आफ्नो माइन्डसेटको खेल हो, मेन भने माइन्डसेट हो जस्तो लाग्छ क्या। यो च्यानलमा धेरै मैले इन्करेज गर्ने भने नै माइन्डसेट हो क्या।